आदरणीय दर्शक वृन्द नमस्कार। प्राइम टाइम लाइव में स्वागत करै छी। काल्हि जे एकटा घटना भेलै सरलाही में एकटा बच्चा खदिया में डूब कऽ मरि गेलै। ताहिके बाद इहे घटना के लऽ कऽ आक्रोशित स्थानीयवासी प्रदर्शन कयने छलै। ओहि क्रम में एक गोटे के मृत्यु भेलै या कई प्रहरी से चलाओल गेल गोली से हुनक निधन भऽ गेलै। विशेष कऽ मधेश के जब बात करी एहिसँ पहिलका घटना सब के फेरिस्त जब देखल जाए तो ओहो में एहन किस्म के घटना सब भेलै कि जखन मधेसी सब आंदोलन करै छै, प्रदर्शन करै छै तऽ सुरक्षाकर्मी के निशाना सीधा माथ पर लगै छै। वह काठमांडू में देखबै तो काठमांडू में पानि से आके प्रदर्शनकारी सबके हटाओल जाए छै। तो एहन किस्म के अवस्था किया सिर्जना भऽ रहल छै? ई वास्तव में नियत एहन छै कि एहन अवस्था भेला से एना भऽ रहल छै की छै यथार्थ? आइ एहि विषय में विश्लेषण करऽ जा रहल छी। आइ स्टूडियो में छथि प्रदेश नंबर 2 राष्ट्रीय मानव अधिकार आयोग के प्रमुख वीर बहादुर बूढ़ा मगर, तहिना अधिवक्ता उमेश पजियार। सबसे पहले दुनू गोटे के स्वागत करै छी। दुनू गोटे के स्वागत छै। धन्यवाद, नमस्कार। वीर बहादुर जी तपाईबाट सुरु गरौँ प्लिज। यो जुन घटना जुन भइरहेको छ नि, अब पछिल्लो एउटा उदाहरण मात्रै हो। यस अघि पनि थुप्रै यस्ता घटनाहरू भए जहाँ चाहिँ आन्दोलन हुँदाखेरि या कुनै प्रदर्शन हुँदाखेरि सिधै हत्या गरिन्छ, सिधै टाउकोमा गोली हानिन्छ, छातीमा गोली हानिन्छ। तपाईलाई के लाग्छ पछिल्लो केही एक दशकै अनुभवलाई हेर्ने हो भने यसो किन भएको होला? धन्यवाद अजय सर। म सर्वप्रथम यो जुन हिजो मात्रै दुःखद घटना भएको छ, एउटा बालकको एउटा त्यो खाल्डोमा डुबेर जसरी मृत्यु भएको छ र त्यसै गरी पछि त्यो घटनाको विरोधमा जसरी आन्दोलनमा आउँदाखेरि अर्को एकजनाको जसरी मृत्यु भएको छ, म त्यो यो मृत्युको घटनाहरूप्रति दुःख व्यक्त गर्न चाहन्छु, हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु र पीडितका आफन्तजन हैन उहाँहरूप्रति चाहिँ संवेदना प्रकट गर्न चाहन्छु। यो वास्तवमा यो लगायत मधेसमा थुप्रै यो हत्याका घटनाहरू जुन भइरहेका छन्, हामीलाई अत्यन्तै दुःख लागेको छ। राज्य पछिको हैन गोलीहरूबाट पनि हत्या भइरहेको छ। पछिल्लो दिनमा अपराधिक घटनाहरूदेखि लिएर विभिन्न अरू खालको, जस्तो तपाईलाई थाहा छ अघिल्लो महिना मात्रै यही ढल्केबरमा एकजना बालकको बलि दिने नाममा हत्या भएको छ। त्यसै गरी यही धनुषामा एकजना महिलाको हैन पेट्रोल खनाएर जलाएर जुन हत्या भएको छ। यस्ता थुप्रै यो हत्याका घटनाहरू जुन छन् यो अत्यन्तै दुःखद घटना हो। मानव अधिकारको हिसाबले पनि यो मान्छेको जीवन अत्यन्तै महत्त्वपूर्ण हुन्छ र यो मानिसको जुन एउटा जीवनको अधिकार हनन गर्ने कुरा चाहिँ मानव अधिकारको घोर उल्लङ्घनको विषय हो। यसकारणले गर्दाखेरि हामी के भन्छौँ भने मानव अधिकारबाट यो मानवको जुन एउटा जन्म र मृत्यु हैन, मान्छेले अब कसैलाई पनि एउटा कसैको जीवन लिने कुरा चाहिँ हैन, अथवा उसले जीवन लिन पनि सक्दैन, दिन पनि सक्दैन। त्यस हिसाबले मान्छेको जीवन जाने कुरालाई मानव अधिकार हिसाबले हामी अत्यन्तै गम्भीर रूपले लिन्छौँ। वकील साहब, अपने के केना लगे? मतलब ये जे विशेषकर कलका घटना के बात करी जे सरलाही में भेलै, ये घटना के कोन रूप में लड़ल छै? अजय जी, सबसे पहले जे अहाँ कहलहुँ ई घटना वास्तव में एक प्रकार से ई हमरा गाम के घटना छै। जहाँ ई घटना भेल छै ई घटना से हमर गाम 2-3 किलोमीटर के मात्र फरक में छै। हरपुरवा नगर पालिका के बसतपुर हमर घर छै। ई घटना में जे काल्हि भेटलै उ जे डूब के मरल बच्चा से हो, ताहिके बाद में जे प्रहरी के गोली लाके जे बच्चा के मृत्यु भेल से हो, ताहि से हम बहुत दुखी छी। उनका सबके हम जे मृत आत्मा छै उनका श्रद्धांजलि व्यक्त करेला चाहे छी, और जे घायल व्यक्ति सब जे भेल छथि उनका शीघ्र स्वास्थ्य के कामना भी हम करेला चाहे छी। देखियो ई बहुत दुखद घटना छै। इससे पहले भी मधेश आंदोलन जै समय में भेल रहे 62-63, वैसे पहलो भी मधेश आंदोलन भेल छलै। बराबर ई बात कहल जाए छै नेपाल प्रहरी के, सशस्त्र प्रहरी के हम सब बराबर
मीटिंग में ये बात अभी है, मानव अधिकार के मीटिंग में भी बात अभी है। अत्यधिक संयम, प्रहरी के काम से अत्यधिक संयम होना है, अत्यधिक संयम होना है। गोली से पहले सकभर पानी के फोड़ा, आंसू गैस, लाठी चार्ज, समझनाए बुझाए, वहू से न मानलक हवाई फायर, वहू से न मानलक तो नीचा में पैर में जी लास्ट उपाय जब प्रहरी के अपने जान पर पड़ला के बाद हो, प्रहरी के अपना जान पर मात्र पड़ला से जब अत्यधिक न भई न होने अवस्था है, ओहन अवस्था में आदमी गोली प्रहार कर वो सकबर डांट से नीचा। हम जे घटना में जेना हमरा मालूम भेल, हम अपना गाँवले सबसे भी पूछलिए, वहाँ अहाँ के जे घटना भेल छै कोनो बड़ा एकदम उपद्रव वाला घटना भेल चले से बात है, मृतक बच्चा के डूब के मृत्यु भेल, डूब अहाँ वहाँ जे जब ना तो वो अथी के नाम पर, उत्खनन के नाम पर एते बड़का खदिया सब एते बड़का खदिया बना देले छे, एते बड़का खदिया बना देले छे से हम सब अशोचनीय वाला बात है। ओकरा अहाँ बरू होइ छै त अहाँ टीवी में ओकरा रिपोर्टिंग करियो, ऐसे तराई के ई खाली मृतक के वाला बात नहीं, वातावरण पर भी गलत असर पड़े वाला बात है। वही में बच्चा गेले नहाय, वही में अब डूबले इत्यादि भेले, स्वाभाविक बात है। जेकर बच्चा मरले दुख होते, हमर एकर विरोध होते स्वाभाविक विरोध से, लेकिन विरोध के एकटा घटना छिते छले, बच्चा के मृत्यु भेले, ताके बाद फिर एगोटे के स्वाभाविक विरोध भेले। विरोध भे गेला के बाद में लव सब क्षतिपूर्ति चाहे दुनिया संसार के लिए सब चक्का जाम, अहाँ के चक्का जाम के सिलसिला में चक्का जाम कल के बंद कल के, वही कारण से अहाँ गोली फायर। जी वीरबहादुर जी, अब एक जनालाई गोली लाग्यो टाउकोमा, अच्छा, र उहाँको निधन भयो, अरू केही व्यक्तिलाई गोली लागेको अवस्था छ। अच्छा, एकजनाको त जनकपुरमा उपचार भइरहेको छ, उहाँको चाहिँ तेघरामा गोली लागेको अवस्था छ। भनेपछि त्यहाँ कैयौँ राउन्ड गोली प्रहार भएको देखिन्छ। अच्छा, तपाईलाई के लाग्छ? तपाईले पनि विश्लेषण गर्नुभएको होला, यस्तै किसिमको घटना, यही प्रकृतिको घटना, या केही दिन अगाडिकै कुरा गर्ने हो भने काठमाडौँमा गुठी विधेयकको विरोधमा त्यत्रो आन्दोलन भयो होइन, हजारौँ व्यक्ति चाहिँ सडकमा उत्रिएका थिए, त्यो बेला चाहिँ पानीको फोहरा फ्याँक्ने होइन। भनेपछि पहाडतिर हुँदाखेरि चाहिँ यसो चाहिँ नहुने, मधेसतिर चाहिँ किन यस्तो नि बारम्बार चाहिँ यस्तो भइरहने? अब यसलाई यसरी हेरौँ, म अहिले यो मधेस र पहाडको सन्दर्भ छुट्याउनेतर्फ लाग्दिनँ, तर जस्तो हिजोकै घटनाको बारेमा पनि एक्ज्याक्टली के भयो मलाई थाहा छैन होइन, केही मिडिया रिपोर्टहरू मैले यो घटनाको त अनुसन्धान होला, पछि तथ्य सत्य बाहिर होला, त्यो आफ्नो ठाउँमा छ। जस्तो मिडिया एउटा फेरि त छ नि होइन, यस्ता किसिमका घटनाहरू त भयो नि होइन मधेसमा, जुन चाहिँ पहाडमा न्यून देखिए होइन, एकदमै कम होइन। जस्तो यो घटनाको बारेमा पनि अब हिजो घटना भयो अनि आजै हाम्रो टोली जाँदैछ, अलिक छिटै जान्थ्यो, बिचमा यो हाम्रो गाडी चाहिँ अलि मर्मत गर्नुपर्ने भयो हुनाले ग्यारेजमा थियो, आजै अब अहिले सायद मोबिलाइज भइसक्यो होला त्यो टोली जाँदैछ। हामी जस्तो अस्ति सरले अघि भन्नुभएको थियो कुमार पौडेलकोमा पनि हामी भोलिपल्टै घटनास्थल गयौँ। यो बिचमा त दुईटा घटना भयो, सरलाईको कुरा गर्ने हो भने अब एउटा इन्काउन्टरकै कुरा आइरहेको छ। मानव अधिकार आयोगको केन्द्रीय टोली र हाम्रो प्रदेश नम्बर 2 कार्यालयको टोली हामीले संयुक्त रूपमा त्यसरी यसलाई अनुसन्धान गरिराखेका छौँ। र यो जुन हिजोको घटना छ सरलाईको पछिल्लो, यो घटनाको पनि हामीले राष्ट्रिय मानव अधिकार आयोगले यो राम्रोसँग अनुसन्धान गर्छ, आजै टोली मुभ गरिसकेका छ। त्यसले गर्दाखेरि यो एउटा पक्ष चाहिँ हो। अब अर्को पक्ष के भने निश्चय नै मान्छेको होइन जीवन कसैको जस्तो प्रहरीबाट अथवा अरू कसैबाट पनि गोली लागेर जीवन जानु भने बडो दुःखद घटना हो होइन। तर यसलाई पनि अलिक केलाएर हेर्दाखेरि दुईवटा पाटो चाहिँ हेर्नुपर्छ होला भन्ने लाग्छ। मैले यहाँ फेरि प्रहरीले ठिक गर्यो जे गर्यो ठिक गर्यो भनेको छैन, तर हामीले चाहिँ हरेक घटनालाई हामीले छुटाछुटी केलाएर हेर्न सक्नुपर्छ होला। यही घटनामा के भएको छ हाम्रो चाहिँ पछि अनुसन्धान टोलीले जे रिपोर्ट दिन्छ त्यो चाहिँ पछि थाहा होला। तर सामान्यतः हामीले के बुझ्नुपर्छ भने हामीसँग दुईवटा अधिकार छ नि होइन। हामी नागरिकलाई शान्तिपूर्ण रूपमा एउटा विरोध गर्ने अधिकार छ, प्रदर्शन गर्ने अधिकार छ होइन। अनि त्यो भनेको हामीले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भनेको अरूको अधिकार उल्लङ्घन नहुने गरी होइन, अथवा अरूमाथि ढुङ्गा मुढा नहुने गरी त्यो एउटा
त्यो गर्ने एउटा हामीलाई अधिकार छ। र प्रहरीलाई चाहिँ के भने प्रहरीको कामै जनताको जीवनको रक्षा गर्ने हो होइन। उसको कामले त मानिसको जीवन लिने काम त होइन नि, जीवनको रक्षा गर्ने काम। त्यो हिसाबले उसले पनि अत्यधिक संयम अपनाउनुपर्छ। आवश्यकै परेको बेलामा मात्रै उसले बल प्रयोग गर्नुपर्छ, अत्यन्तै आवश्यक परेको बेला। दुईटा अवस्था। त्यही त अब यसअघिका घटनाहरू, यो घटनाको त अब छानबिन होला, त्यो पछि कुरा हो, तर यसअघि त थुप्रै घटनाहरू भयो नि होइन हो। तपाईँलाई के लाग्छ वास्तवमा सुरक्षाकर्मीहरू निर्दयी चाहिँ भएकै हुन् त्यस्तो लाग्छ कि लाग्दैन? यसलाई यसरी हेर्नुपर्छ, हेर्दाखेरि यसलाई यसरी हेरौँ न, हामीले चाहिँ केस बाई केस छुट्याउनुपर्छ जस्तो लाग्छ। राष्ट्रिय मानव अधिकार आयोगले यही मधेस आन्दोलनको क्रममा थुप्रै घटनामा टाउकोमा गोली हानेकोले गर्दाखेरि अत्याधिक बल प्रयोग भयो भनेर पनि रिपोर्ट दिएको छ। र कतिपय घटनामा चाहिँ वास्तवमा आन्दोलनकारीहरूले पनि संयम अपनाउनु पर्थ्यो, जस्तो मलेटकै घटना भन्नुहोस् न होइन। त्यति बेलाको एमाले र मधेसी मोर्चा, एमालेलाई त्यति बेला चाहिँ के भने जसरी पनि कार्यक्रम गर्नुपर्ने र मोर्चालाई चाहिँ जसरी पनि कार्यक्रम हुन नदिने, त्यो दुईटाको बिचको जुन एउटा त्यो परिस्थितिबाट जसरी मलेटमा घटना भयो नि, त्यसमा त अब प्रहरीको त एउटा कतिपय अवस्थामा बाध्यात्मक अवस्था पनि गोली चलाउनु पर्ने अवस्था सिर्जना हुन्छ। त्यसले गर्दाखेरि हामीले छुट्याएर हेर्नुपर्छ। राष्ट्रिय मानव अधिकार आयोगले चाहिँ हरेक केसलाई छुट्याएर हेर्छ। अब उहाँको कुरा के आयो भने प्रदर्शनकारीहरू पनि उग्र भए, चाहे त मधेस आन्दोलनको कुरा होस् या त्यसपछिका घटनाहरू भए जहाँ चाहिँ टाउको र छातीमा गोली हाल्यो होइन। अहाँके विचार छ वास्तव में एहन किसिमको उग्रता काठमांडू में या पहाड़ के और जिला में वास्तव में नहीं देखल जाए छे? एकटा बात हम कह दीजिए, मानव अधिकार के मित्र छत, इनका हम बात के काट नहीं सके छी, उनका अपना एनालिसिस होते जी, लेकिन हम कह दे चाहे वो निर्मला हत्याकांड हो, हाँ जोड़ दियो, चाहे काठमांडू के भरखर अभी जो विधेयक जायल छे गुठी विधेयक ओकर विरोध हो, चाहे वो प्रदेश छुटियाबे के लिए जहाँ सुदूर पश्चिम में जो आंदोलन भेल रहे वो कार्यक्रम अहाँ देखियो मधेश से बेसी उग्र छे, मधेश से बेसी उग्र छे, लेकिन वहाँ के तुलना अहाँ यहाँ से कर दियो, वहाँ बल प्रयोग कम भेल देखल गेल। माने अहाँ ई बात मानव अधिकार वाला भी बात स्वीकार कर रहा है, यहाँ धेरै बल प्रयोग भइराखेको छ। रिपोर्ट दे मलेट घटना के भी बात जे कल न, मलेट घटना के भी रिपोर्ट में आयल छे, सरकार को गलती हो कि व्यक्ति को गलती हो आयल छे, वहाँ रिपोर्ट आयल छे। मतलब अत्यधिक बल प्रयोग भेले से त रिपोर्ट सब कहिए रहल छ। जब रिपोर्ट कह रही बात जनता के पास तो जनता नहीं आता है, जनता की कर, लेकिन बात हम कही जनता की कर सके, हम बहुत से बहुत करबे तो एगो पखल फेंक सके, एक ये बात नहीं, जनता की कर सके, जनता के पास तो गोली नहीं है, जनता के पास तो हथियार नहीं है, हथियार तो नहीं उठा तो पुलिस अगर पत्थरे फेंके छे ईटे फेंके छे तो कंट्रोल करे उपाय तो यस पुलिस पानी के फोड़ा किया नहीं ले होई छ जी। आ एकटा बात हम कहि छी, देखा दू कतो मधेश आंदोलन में कतो देखा दू कतो पानी के फोड़ा यूज भेल छे, देखा दू हमरा कहीं न भेल छे। बिरबाद किन नि यस्तो पहाडी संयन्त्रको कुरा गर्ने हो भने मापदण्ड त उही होला, जनताको शान्ति सुरक्षा कसरी कायम राख्ने होइन, कसरी उनीहरूलाई सुरक्षित पार्ने, या कुनै भिड छ या आन्दोलन छ भने त्यसलाई कसरी नियन्त्रण गर्ने मापदण्ड त एउटै होला होइन। हामी सबै नेपाली हो नि होइन, पहाड होस् या तराई होस् मापदण्ड त एउटै हुनुपर्ने हो। तपाईहरुको विश्लेषण या अहिलेसम्मको अध्ययन हेर्दाखेरि पहाडतिरको पनि अध्ययन गर्नुभयो होला होइन, यस्ता किसिमको आन्दोलन कुरा गर्ने हो भने या प्रदर्शनको कुरा गर्ने हो भने के चाहिँ फाइन्डिङ चाहिँ के छ वास्तवमा? होइन, हजुरले भने जुन हामी सबै नेपाली एउटै हौँ भन्ने कुरामा कुनै विवाद भएन होइन। अनि तर यति भन्दै पनि केही परिस्थितिहरू फरक हुँदैछन्, जस्तो काठमाडौँमा पनि जुन फोहरा हान्ने प्रचलन चाहिँ धेरै लामो भएको छैन होइन। त्यहाँ पनि सबै घटनामा कतिपय अवस्थामा तपाईँको दमकल ठिक्क पारे हुँदैछ, काम गर्दैन होइन। अनि त्यो हिसाबले कहिलेकाहीँ त्यहाँ पनि त्यस्तै हुन्छ। अनि जस्तो अस्ति भर्खरै गुठीमा पनि अब आन्दोलनकारीको तर्फबाट त प्रहरीले अलि अत्यधिक बल प्रयोग भनेर आएकै छ, चाहे त्यो मान्छेको जीवन त्यहाँ गएको छैन, तर त्यहाँ पनि प्रहरीले अत्यधिक बल प्रयोग गर्यो भनेर
जसरी पछि चाहिँ ल अब यो योगेश्वर अमात्यहरूले त प्रहरीलाई फुलै दिनुभयो, तपाईँहरूले हामीलाई तपाईँहरूले हान्नुभयो, तर हामी हान्दैनौँ, हामी तपाईँहरूलाई फुल दिएर होइन त्यसरी त्यो पनि गर्नुभयो। तर आन्दोलनकारीको त्यहाँ पनि के थियो भने भनेपछि त्यहाँका आन्दोलनकारीहरू सभ्य भए भन्नुहुन्छ? होइन, यसलाई यसरी बुझौँ न। हामीले के भने मैले यो पर्टिकुलर कुनै घटना जस्तै हिजो के भयो, मेरो अनुसन्धान टोलीले पछि रिपोर्ट दिन्छ, त्यसपछि म भन्नुहोला अथवा आयोगले बोल्छ होइन। तर मेरो भनाइ के हो भने हामीलाई आन्दोलन गर्ने अधिकार छ होइन, हामी विरोध प्रदर्शन गर्न सक्छौँ होइन, हाम्रो यो संवैधानिक अधिकार हो, संविधानमै उल्लेख नभए पनि यो बेसिक ह्युमन राइट्स हो, हामीले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउँछ। यदि संविधानमै उल्लेख नगरे भए पनि यो पाउँछ होइन। त हाम्रो त अब संविधानमै भनिएको छ, मौलिक हकमै स्वीकार गरिएको छ, त्यो हिसाबले यो त हाम्रो बेसिक ह्युमन राइट्सै हो। तर यो प्रयोग गर्दाखेरि हामीले के बुझ्नु पऱ्यो भने शान्तिपूर्ण हो नि त आन्दोलन गर्ने त होइन। जस्तो हामीले हाम्रो अधिकार प्रयोग गर्दाखेरि अरूको अधिकार उल्लङ्घन नहुने गरी प्रयोग गर्नु पऱ्यो नि। जस्तो यसलाई मानौँ हामीले हिजोकै घटना भन्ने भने ट्याक्कै सडकमै गएर जस्तो भनौँ न हाइवेलाई तपाईँको नरोक्दाखेरि पनि त हामी आन्दोलन गर्न सक्थ्यौँ होला नि, विरोध गर्न सक्थ्यौँ होला नि त। हामी त्यसले गर्दाखेरि मैले उहाँहरूको हिजोको घटनाहरू पर म ठ्याक्कै मैले भन्न खोजेको के भने हामीले आन्दोलन गर्दाखेरि अलिकता हाम्रो तर्फबाट पनि केही कसरी शान्तिपूर्ण बनाउन सकिन्छ। सडक अवरुद्ध पार्यो कसरी सडक अवरुद्ध पारे पनि विकल्पहरू त त्यहाँ थियो हैन। अब तिनीहरूलाई कसरी चाहिँ त्यहाँबाट हटाउने, कसरी खाली गराउने, अन्य विकल्पहरूको प्रयोग चाहिँ किन गरिएन? त्यो मेरो पनि अघि मैले यहाँलाई भनिसकेँ, त्यसमा चाहिँ त्रुटि चाहिँ पाउनुहुन्छ। गोली चलाउने विषय सुरक्षाकर्मीको विकल्पहरू हुँदै चाहिँ गोली चलाउने विषय त अन्तिम अवस्थामा मात्रै हो होइन। कसैको जीवन लिने भनेको त कि आफ्नै जीवन जाँदैछ कि अरूको जीवन जाँदैछ होइन। अरूको जीवन बचाउनु पर्ने छ अथवा आफ्नै जीवन जानेवाला छ, त्यस्तो अवस्था बाहेक अरू बेलामा त गोली चलाउन पाइँदैन। त्यो हिसाबले जहाँ तपाईँको उमेशजी जे काल्हिके घटना भेलै जेना कि प्रहरी से जे किछु प्रतिक्रिया सब जेहन आयल छै कि हवाई फायर छलै, हवाई फायर माथा में सीधे लगे। अहाँके देखबै ओकर मृत्यु भेल छै, अहाँ सब त मीडिया वाला से देख लियो, माथ में गोली लागल छै जी। देखियो अभी कहलथिन न माने नेपाल आन्दोलन गर्दाखेरि चक्कै जाम गर्नुपर्ने अवस्था छैन। यही देश हो, यही नेपाल हो, 19 दिन 20 दिनसम्म चक्का जाम भएको हो गएन भएको। अहाँके चक्का जाम बहुत आदमी पितायल है, बहुत दोष है, 1 घंटा चक्का जाम करते, 2 घंटा चक्का जाम करते, 3 घंटा चक्का जाम करते, वो अपने फेन गरे जाते, कोनो आदमी जेते सहमति करते, समस्या के समाधान करते। हाँ जे बंदूक हम एकटा बात कहे, हमरा कोनो प्रहरी से चाहे शांति सुरक्षा के निकाय से कोनो गत के व्यक्तिगत इ नहीं है। हम सब राष्ट्रीय गान गबी छी, 100 थुंगा फूलका हामी एउटै माला नेपाली, राष्ट्रीय गान हमार यू है। यहाँ के जनता, पहाड़ के जनता, हिमाल के जनता, तराई के जनता सब नेपाली है। अहाँ वो सोच के रखना, जे हम बराबर ही बात कहते हैं। जितना भी पुलिस प्रशासन चाहे हम सब छी, पुलिस प्रशासन हमरो लेल भाई है, साथी है, हमरो अथी है, उनको सब ये बुझा के पड़े कि तराई में जो बैठल आदमी से सब हमरे नेपाली है, हमर भाई है। ये भावना से अगर सोच लेल जाए तो काल खुना के घटना में गोली चलावे के अवस्था नहीं छली से हमरा मतलब अहाँ ई कह रहल छी कि प्रहरी प्रशासन ई भावना हम नहीं छै, उनका व्यवहार से देखाई छै, व्यवहार से आप देखियो ना, माने हम अही के कहै छी ना, मित्रों हमर अभी मित्रों कहलथिन मानव अधिकार के जे मित्र वो कहै छथिन कि गोली चलाउनु लास्ट हो, लास्ट विकल्प हो। ओहन अवस्था नहीं देखल गेल छै। अहाँ के माथ में भाई केकरो घर परिवार के एगो परिवार से एगो व्यक्ति से एगो परिवार आश्रित रहे छै। घर के मुख्य व्यक्ति नहीं कह सकै छै, घर के मुख्य व्यक्ति के अगर किछो भ जाय छै तो ओकर सारा परिवार बताबो तुम है। अहाँ एक बार लास्ट विकल्प न चल, हम अनुरोध करै छी जे अखन ब्रेक ल रहल छी दर्शक बिन, अखन ब्रेक के बाद फिर बातचीत करब जारी रहतै। ब्रेक के बाद स्वागत करै छी प्राइम टाइम लाइव में। आई स्टूडियो में छथि राष्ट्रीय मानव अधिकार आयोग प्रदेश नंबर 2 के प्रमुख वीर बहादुर बुढ़ा मगर तहिना अधिवक्ता उमेश पंजिया, दुनू गोटे के स्वागत करै छी। फेरो वीर बहादुर जी, अच्छा तपाईहरु त
जुन घटनाहरू हुन्छ नि मानवाधिकार हननका घटनाहरू त्यहाँ अध्ययन अनुसन्धान पनि गर्नुहुन्छ रिपोर्ट पनि ल्याउनुहुन्छ होइन एउटा त उदाहरण घटना मात्रै भयो यसअघि पनि थुप्रै घटनाहरू भयो होइन चाहे पहाडमा होस् या तराईमा होस् त्यो रिपोर्टहरू ल्याउँदाखेरि अरू कुराहरू पनि अध्ययन गर्नुहुन्छ कि भनौँ न अब व्यवहारको कुरा आउँछ होइन जसरी तपाईँले भन्नुभयो नि ढुङ्गा मुढा प्रहार गरे होला होइन यसो नगरे हुन्थ्यो कि तपाईँले के लाग्छ त्यो किसिमको या आन्दोलन गर्ने बेलामा कसरी आन्दोलन गर्ने नगर्ने त्यो सवालमा मधेसमा जागरुकता नभएकै हो त होइन यसलाई यसरी बुझौँ म यो आन्दोलन गर्ने अधिकारको सम्मान गर्छु होइन मधेसमा पनि आन्दोलन भइरहेको छ किनभने मानिसहरूसँग असन्तुष्टि छ नि त होइन हिजोको दिनमा कतिपय हिस्टोरिकल इन्जस्टिसहरू भएको छ होइन स्ट्रक्चरल डिस्क्रिमिनेसन भएको छ त्यसका दुष्परिणामहरू अहिले पनि देखिरहेको छ त्यस कारणले गर्दा थुप्रै गुनासोहरू छन् कतिपय घटनाहरू तत्कालिक घटनाहरू हुन्छन् जसले आन्दोलन गर्नलाई एउटा अवस्था सिर्जना गर्छ त्यस कारणले गर्दाखेरि मान्छेहरूको जुन विरोध प्रदर्शन गर्ने आन्दोलन गर्ने त्यो जुन अधिकार छ उहाँहरूले त्यो पाउनुहुन्छ गर्नुपर्छ होइन यो अधिकार प्रयोग गर्दाखेरि हामीलाई लाग्यो के भने यो विभिन्न खालको घटनाहरू हुने गर्छ कतिपय अवस्थामा आन्दोलनकारीहरू पनि संयमित नहुने कतिपय अवस्थामा सुरक्षाकर्मीहरू पनि संयमित नहुने त्यही त अब संयमित नहुँदाखेरि उनीहरूले चाहिँ अब सुरक्षा निकायका व्यक्तिहरूलाई प्रहरीलाई उनीहरूलाई त ट्रेनिङ दिएको हुन्छ कि संयमित नहुँदाखेरि के गर्ने होइन सिधै गोली हानिदिने त त्यस्तो त होइन होला होइन भनेपछि त्यो संयमता यो आन्दोलनकारी भन्दा बढी त संयम त सुरक्षा निकायका व्यक्ति हुनु पर्यो किनभने बन्दुक उनीहरूसँग हुन्छ के होइन र त्यो त देखिएन नि होइन एकदमै यो प्रहरी सुरक्षाकर्मी अथवा अरू सुरक्षाकर्मीहरू उहाँहरू त जिम्मेवार हुनै पर्यो होइन यो मानव अधिकारका एउटा बेसिक एउटा सिद्धान्तहरू छन् आधारभूत सिद्धान्तहरू छन् त्यसै गरी बल प्रयोगका आधारभूत सिद्धान्तहरू छन् त्यो मानव अधिकार सिद्धान्तहरू बल प्रयोगका सिद्धान्तहरू त सुरक्षाकर्मीहरूले पालना गर्नै पर्छ नभए त उहाँहरू जिम्मेवार हुन्छ यो कुरा चाहिँ हामीले के भने अहिले पछिल्लो दिनमा सुरक्षाकर्मीहरूको करिकुलममा पनि राखेको छ उहाँहरूलाई पढाउँछ पनि कोर्स पनि छ राष्ट्रिय मानव अधिकार आयोगले पनि उहाँहरूलाई हामी बेला बेलामा उहाँहरूलाई यो विषयमा होइन यो विषयमा तालिम दिनुहुन्छ होला होइन राज्यले दिन्छ होला या मानव अधिकार आयोगले दिन्छ होला होइन तर त्यो कतिको चाहिँ इम्प्लिमेन्ट भएको छ क्या त्यो व्यवहारमा चाहिँ कतिको देखिएको छ अब यो कुरा चाहिँ जसरी हामीले यो मानव अधिकारको विषयमा उहाँहरूलाई जानकारी प्राप्त गरिराख्नु भएको छ तर फिल्डमा चाहिँ कतिपय अवस्थामा समस्याहरू देखिरहेका छन् होइन उहाँहरूले जस्तो हामीहरूले उहाँहरूको कमान्डरहरू एकछिनै मानौँ जिल्ला प्रहरी प्रमुख उहाँसँग कुरा गर्दाखेरि उहाँलाई मलाई लाग्छ अधिकांश प्रमुखहरूलाई मानव अधिकारको कुराहरू थाहा छ किनभने उहाँहरू युन सर्भिसमा जानुभएको छ होइन अनि त्यहाँ पनि त्यो विषयमा ट्रेनिङ लिनु भएको छ है नेपालमा पनि उहाँहरूको कोर्समै त्यो ह्युमन राइट्सको विषयहरू छ त्यो सिक्नु भएको छ राष्ट्रिय मानव अधिकार आयोगले हामी पढाउँछौँ सिकाउँछौँ त्यसै गरी हामी उहाँहरूलाई विभिन्न अवस्थामा ल तपाईँहरूले मानव अधिकार उल्लङ्घन गर्न पाइँदैन भन्ने कुराहरू भन्छौँ तर त्यही कुरा चाहिँ म एकैछिन टुक्टुक ल्याउँ जस्तो त्यही कुरा चाहिँ हामीले जुन फिल्डमा जाँदाखेरि कतिपय अवस्थामा समस्या देख्छौँ जस्तो मानिसलाई नियन्त्रणमा लिइसकेपछि त हत्या गर्न पाइँदैन नि होइन यो कुरा त हाम्रो संविधानले धारा 16ले होइन सम्मानपूर्वक बाँच्न पाउने हक मृत्युदण्ड दिन नपाउने कुराहरू इन्स्योर गरिसकेका छ नि यही विषय तपाईँको मानव अधिकारको विषयमा घोषणापत्र होस् होइन त्यसको धारा 3मै भनेको छ मान्छेको जीवनको अधिकार त्यसै गरी यो नागरिकता राजनीतिक अधिकार सम्बन्धी महासन्धि 1966 छ त्यसको धारा 6 छ त्यसको जुन अप्सनल प्रोटोकल छ नि ऐच्छिक आलेख दोस्रो त्यो चाहिँ नेपालले त्यसलाई पनि अब रेटिफाई गरिसकेका छ त्यो हिसाबले मानिसको जीवनको अधिकार त राज्यले सुनिश्चित गर्नुपर्छ नि सुरक्षाकर्मी पनि एउटा राज्यकै अङ्गको हिसाबले उहाँले पनि मान्छेको जुन एउटा जीवनको अधिकार जस्तो महत्त्वपूर्ण अधिकारलाई त एकदमै उहाँले सम्मान गर्नुपर्छ हजुर उमेशजी एउटा ज्ञान कहिए तालिम तो ले लिए लेकिन ओकरा व्यवहार में प्रयोग नहीं के लिए नहीं तो वास्तव में यह बात से नेपाल के संदर्भ में कहल जाए अखन तक के जे विभिन्न किसिम के घटना सब भेलै ओकरा अगर देखल जाए तो वास्तव में यह एक कारण है दोनों देश के में ज्ञान के अभाव केना के प्रदर्शन करबे से पता नहीं दोसर के की करबे से पता नहीं से एक कारण है कि नियत खराब है। देखियो एक बात हम कहिए कानून अहाँ कितनो बढ़िया बना लिया
मानसिकता चेंज होके पड़ते। अभी हम सब पंचायत व्यवस्था में नहीं छी, अभी हम सब राणा काल में नहीं छी, हम सब अभी प्रजातांत्रिक में, अभी गणतंत्र व्यवस्था आ गए। कानून जो देखबी अभी बहुत सुधार भेल छै। कानून में तो जनता के एते अधिकार दे दिले है, आ प्रहरी के एते संयम है के कहे रहले। अभी कानून देखला के बाद में तो बुझायत कि नेपाल के प्रहरी वास्तव में विश्व के उत्कृष्ट प्रहरी में एकर अथी होते, लेकिन ओकरा अहाँ के मानसिकता अभी तक चेंज नहीं भेल छै। मानसिकता कहाँ न चेंज भेल छै, अहाँ के केकरो पकड़ करके अंडर कस्टडी में यातना देना इत्यादि होना, ये सब जैसे बराबर उठी छी बात सब, लेकिन मानसिकता पहिल के से कि मानसिकता चेंज नहीं छै। ओकरा आप जानी जानी कही या गलत न अननोन में कही, हमरा ये बात के हम व्याख्या नहीं कर सके छी, आप जानी जानी कि अननोन में है। लेकिन एकटा बात है, मानव अधिकार जे यहाँ कार्यालय है, मानव अधिकार के चाहे केंद्रीय कार्यालय हो चाहे शाखा सब हो, मानव अधिकार भी विवश में पड़ गए। राष्ट्रीय मानव अधिकार आयोग मतलब किछ कर नहीं पाए, नहीं पाए, रिपोर्ट बनावे छै लेकिन इम्प्लीमेंट अहाँ के उनका सब के हम कहै छी ओपन साइलेंस, उनका सब के बहुत जगह रिपोर्ट आयल छै, लेकिन कय गो आदमी के उ सब क्षतिपूर्ति दियावे सकल छत, कय गो आदमी के कानूनी उपचार दियावे सकल छत, देखा दे नथिंग। जी वीरबहादुर जी, हैन वास्तवमा जति घटनाहरू हुने गरेका छन् नि ती घटनाहरूको त जाँच त गर्नुहुन्छ तपाईहरुले, हैन? मानव अधिकार आयोगले त गर्छ, रिपोर्ट पनि बनाउँछ, रिपोर्ट सुझाव कारबाहीको कुरा होस् या क्षतिपूर्तिको कुरा होस्, हरेक कुराको चाहिँ तपाईहरुले फाइन्डिङ एउटा दिनुहुन्छ, हैन? निचोड त दिनुहुन्छ नि, सरकारले बुझाउनुहुन्छ। वास्तवमा त्यो चाहिँ कतिको कानुन भएको छ? एउटा तपाईले भन्नु कि तालिम लिन्छन् सुरक्षाकर्मीले, कानुन गर्दैनन् या विभिन्न कुराहरू होला, त्यो आफ्नो ठाउँमा छ। मानव अधिकारले दिएको कुरा चाहिँ सरकारले चाहिँ कतिको चाहिँ मानेको, त्यसलाई चाहिँ अगाडि बढाएको पाउनु भएको छ? त्यस्तो यसलाई यसरी पनि हेर्न सकिन्छ होला, जस्तो हामीले राष्ट्रिय मानव अधिकार आयोगले हाम्रो काम गरेका छौँ कि छैनौँ भन्ने कुरा, हैन? जस्तो हामी तपाईहरुले गर्नुभयो, हैन काम त गर्नुभयो, त्यो ठिक छ, काम भन्नु न। अब अघि नै तपाईले भन्नुभयो कि मधेस आन्दोलनमा अत्यधिक बल प्रयोग भएको थियो, मलेट घटनामा पनि अत्यधिक बल प्रयोग भएको थियो, रिपोर्ट त आयो नि, रिपोर्ट आयो के, तर आयो भयो चाहिँ जनताले चाहिँ या जो तिनीहरूले के पाए, हैन? न्याय किन पाउन सकेनन्, हैन? यसमा हाम्रो संस्थाको एउटा म्यान्डेट पनि हजुरले बुझ्नुपर्छ। राष्ट्रिय मानव अधिकार आयोगले के गर्ने हो, राम्रोसँग छानबिन गर्छ, निष्पक्ष ढङ्गले अनुसन्धान गरिसकेपछि प्रतिवेदन बनाउँछ, हैन? राष्ट्रिय मानव अधिकार आयोगमा त्यो प्रतिवेदन पेश हुन्छ। हाम्रो आयोगको अध्यक्ष यहाँहरूलाई थाहा छ, पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ, त्यसै गरी सदस्य सर्वोच्च अदालतको न्यायाधीश हुनुहुन्छ पूर्व, त्यसै गरी त्यो खालको एउटा जुन आयोगको बोर्ड छ, त्योबाट त्यहाँ रिपोर्ट पेश भइसकेपछि त्यसरी डिसिजन भएर हाम्रो सरकारमा पठाउँछौँ, हैन? यो रिपोर्ट पठाइसकेपछि के हुन्छ भन्ने बारेमा निश्चित नै हाम्रो पनि सरकारको विषय त हो, तर यो विषय चाहिँ हामी सबैको सरकार हुनुपर्छ जस्तो लाग्छ। जस्तो राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो काम के गर्ने हो, सिफारिस गर्ने हो। राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरिसकेपछि त्यो सिफारिसको कार्यान्वयन हुने विषय त सरकारको विषय हो, हैन? अब सरकारले कति रूपमा गरेको पनि छ, जहाँ गरेको छैन त्यसको खबरदारी गर्ने चाहिँ हामी सबैले गर्नुपर्छ जस्तो लाग्छ। मिडियाबाट पनि त्यो विषयले मिडियाले पनि खबरदारी गर्नुपर्छ, त्यसै गरी मानव अधिकार कर्मी नागरिक समाजले पनि ल राष्ट्रिय मानव अधिकार आयोगले यो खालको रिपोर्ट दिएको छ, त्यो किन कार्यान्वयन नगरेको भनेर सरकारलाई यहाँहरूले पनि सोध्न सक्नुहुन्छ। र राष्ट्रिय मानव अधिकार आयोगले पनि हामीले पनि के भने यो सरकारले जुन सिफारिस कार्यान्वयनमा जुन कमजोर छ भनेपछि यो सिफारिस गर्ने एउटा संस्था मात्रै भयो, जाँच गर्ने भयो, सिफारिस गर्ने भयो, यो गर भनेर त्यसपछि ढुक्क भयो, आफ्नो काम सकियो, हैन? त्यस्तो भनेपछि एक किसिमले भन्ने भने सरकारले जतिको अधिकार दिनुपर्ने थियो त्यो अधिकार नपाएको हो, किनभने राष्ट्रिय मानव अधिकार आयोगका प्रमुखहरूले नै बोलिराख्नु भएको छ कि हामीले पङ्गु बनाउने काम भयो, सरकारले चाहिँ नियन्त्रण गर्न खोज्यो के। अब त्यो विषयमा म जान चाहन्न, तर म यहाँलाई के भन्न चाहन्छु भने राष्ट्रिय मानव अधिकार आयोग जस्ता संस्थाहरू संसारभरि रिकमेन्डरी बडी हो, यो चाहिँ सिफारिस गर्ने निकायहरू नै हो, यो नेपालको मात्रै होइन। तपाईँ संसारभरिकै यस्ता संस्थाहरू हेर्नुहोस्, नेसनल ह्युमन राइट्स इन्स्टिट्युसनहरू भन्छ, यो भनेको त रिकमेन्डेसन गर्ने बडिज नै हो। अब रिकमेन्डेसनको इम्प्लिमेन्टेसन कसले गर्ने हो, स्टेटले गर्ने हो नि, यो नेपालमा मात्रै होइन सारा संसारमा यही। त्यस कारणले गर्दाखेरि केही कुरामा त हामी कन्सेप्चुअली क्लियर हुनुपर्छ जस्तो लाग्छ। उमेशजी
अहाँके की लगैए स्टेट देखियौ राज्य एकटा बात हम कहै छी जोड़ दै छी अहाँके अजय जी जे बात कहलिए न अपने एकदम सही बात है पंगु बनाउनु खोजेको मानव अधिकार आयोग विश्व के सब जगह है लेकिन कोनो देश अति विकसित है कोनो देश विकसित है कोनो देश विकासशील है कोनो देश बहुत पिछड़ल है तो सब देश के अपन अपन होते हैं हमरा अहाँ के की है यहाँ एहन अवस्था में मानव अधिकार आयोग अपन प्रतिवेदन देलकै ल यहाँ फलाना ठाउँ में गलती भएको छ सरकार के रिपोर्टिंग कलकै सरकार ओकरा कार्यान्वयन में अगर नहीं ललकै तो व्हाट विल बी डू वह त एकर उत्तर नहीं छै कतौ एकर उत्तर की छै वास्तव माने ई चाहे कि ना चाहे तब ना मानव अधिकार आयोग के प्रतिवेदन मात्र नहीं और विभिन्न बहुत लाल आयोग के बात अभी हमरा से आपने के प्रत्येक दिन सांसद सब आवाज उठैते छै नहीं हमरा आपने लाल आयोग के प्रतिवेदन अभी मानव अधिकार संग संबंधित भेला कारण मात्र हम बोल रहल छी माने अहाँ के कुछ एहन होय के चाही जेना कि मैले रिपोर्टिंग गरे सरकार समक्ष रिपोर्ट पनि भएको छ जसमा हामीले प्रष्ट रूपमा यहाँनिर फलानाको गल्ती छ दियौं अहिलेसम्म पनि कार्यान्वयन हुन सकेन यहाँको गल्ती छ त कहबे नै गर्छ सार्वजनिकै नै गर्छ वो तो प्रतिवेदन लिखत गरे छै प्रतिवेदन में भी तो केकर गलती कारण क्याल छै प्रतिवेदन में केकर गलती की सारा बात लिखल है जी कार्य अथी न भेल आम मानस में ना लेकिन प्रतिवेदन में तो लिखल छै जी वही वो बात मानव अधिकार आयोग के मालूम रहे छै तो वही अवस्था में अगर हमर कार्यान्वयन में नहीं भेल त की करबे तो अहाँ के मानव अधिकार आयोग खाली घंटी बजाला माने हम जे जी वैसे माने वीर बहादुर जी मानव अधिकार आयोगलाई अधिकार सम्पन्न बनाइएन त्यसको माग उहाँले पनि गर्नुपर्छ त्यसको माग उहाँले पनि गर्नुपर्छ यसलाई यसरी भनौं जस्तो राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन भएको छैन भन्ने पनि होइन जस्तो तपाईलाई कारण सबै हुनु पर्यो विशेष गरी एकाको कुरै छैन नि विशेष गरी क्षति छ सबै हुनु पर्यो नि क्षतिपूर्तिको विषयमा अधिकांशमा क्षतिपूर्ति प्राप्त गरेका छ पीडितहरूले हैन दोषीलाई कारबाही हुने जुन विषय छ त्यसमा चाहिँ सरकारले लगभग त्यसमा कार्यान्वयन नै गरेका छैन अब यही विषयमा म तपाईलाई भनौं राष्ट्रिय मानव अधिकार आयोगले पनि सिफारिस गर्छ सर्वोच्च अदालतले पनि विभिन्न रिटहरुमा त्यो निर्देशन दिन्छ हैन आदेशहरू गर्छ हैन अनि यो दुईटै विषयमा के रहेछ कार्यान्वयनको विषय भनेर हेर्दाखेरि सर्वोच्च अदालत र राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त एउटा कार्यक्रम गरेका थिए के काठमाडौँ मलाई लाग्छ 1 वर्ष अगाडि म काठमाडौँमा हुँदाखेरि अनि त्यो कार्यक्रममा डेटाहरू प्रस्तुत भयो डेटाहरू प्रस्तुत हुँदाखेरि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस भन्दा अझै त्यो हुन्छ नि सर्वोच्च अदालतको जुन निर्देशनहरू छ नि आदेशहरू त्यसको कार्यान्वयन रेट अझै कमजोर रहेछ सर्वोच्च अदालतले पेश गरे त्यसकारणले यो विषय के हो भने निश्चित रूपमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन नभएको विषय हाम्रो गम्भीर चासोको विषय हो त्यसकारणले तपाईले स्वीकार गर्नुभयो एउटा संयन्त्रको कुरा हो हैन कारण नहुन अब अदालतको कुरा भयो हैन भनेपछि कारबाहीको अब हामी अन्त्यतिर पनि आइसकेका छौं अब विशेष गरेर कुरा गर्ने हो भने वीर बहादुर जी अब कारबाहीको कुरा जतिखेर हुन्छ नि हजुर कारबाहीको लागि सिफारिस त गर्नुहुन्छ हैन यहाँसम्म कि यहाँ कारबाही भएन भने अन्तर्राष्ट्रिय अदालतसम्म पनि हामी पुग्छौं भनेर पनि कुरा आइरहन्छ नि हैन हजुर पीडित पक्षले त्यस्तो कुरा पनि आवाज उठाउने गरेका छन् हैन विभिन्न दल संगठनहरूले पनि हजुर वास्तवमा किन यसो कारबाहीको प्रक्रियामा चाहिँ किन फितलो चाहिँ हाम्रो संयन्त्र यो कारबाहीको प्रक्रियामा यसलाई यसरी बुझ्नु पर्ला यो मानव अधिकारको विषय भनेको सबै सरकारलाई त्यति मन जे गर्छ सरकारले गर्छ त्यो भन्नु मन नपर्ने विषय रहेछ के हैन चाहे अहिलेको सरकार होस् चाहे हिजोको सरकार होस् अनि यो मानव राज्यलाई दोष देखाउने चीजहरु चाहिँ राज्यलाई कसरी मन पर्छ किनभने मानव अधिकारले त हामी उसैलाई क्वेशन गर्छौं नि राज्यलाई नै क्वेशन गर्छौं उसैलाई खबरदारी गर्छौं जहाँ राज्यले को कमी कमजोरी भयो त्यो कुरा देखाउँछौं नि त हामी मानव अधिकारवालाले त्यसकारणले गर्दाखेरि यो सायद मानवीय स्वभाव पनि होला कसैलाई पनि आफ्नो कमजोरी देखाउने मान्छे त मन पर्दैन हैन त्यो हिसाबले गर्दाखेरि तर पनि हामी राष्ट्रिय मानव अधिकार आयोग अथवा नेपालको मानव अधिकार समुदाय हामीले चाहिँ एउटा इमानदारीपूर्वक एउटा निष्पक्षपूर्वक हैन जुन घटनाहरू भएको छन् जहाँ मानव अधिकार उल्लङ्घनका घटनाहरू भएको छन् त्यही घटनाहरूको रेकर्ड राखेका छौं र यो जुन सिफारिसको कारण नहुने विषय छ नि
तपाईँले देखिराख्नु भएको छ बङ्गलादेशमा लगभग 80-90% पछि कतिपय मानिसहरूलाई कारवाही भएको छ होइन। अरू देशमा पनि आज नभए पनि राम्रोसँग यो मानव अधिकारको उल्लङ्घनको घटनाहरूको अभिलेख भयो भने त वर्षौँपछि पनि कारवाही हुन सक्छ। उमेशजी ये कार्रवाई के विषय जो है मधेश आंदोलन हो या हरेक कोनो भी आंदोलन है कार्रवाई के सिफारिश तो होई छै नहीं सरकार के से प्रतिवेदन नुकारे छै प्रतिवेदन सार्वजनिक नहीं करे छै पहिल बात तो छै कार्रवाई हेते केना क जे सब पीड़ित है एकटा तो भेले कि सरकार कार्रवाई नहीं करल छै अनुसंधान भ गेले रिपोर्ट एले सब किछ ले प्रतिवेदन देलो गेले लेकिन सार्वजनिक नहीं भरल छै जाल तो सार्वजनिक नहीं है ताल तक कार्रवाई प्रक्रिया आगा नहीं बढ़ते। इंडिविजुअल जे सब पीड़ित है मधेसी आंदोलन के बात करी तो 187 गोटे तो पीड़ित है तो पीड़ित सब अपन हिसाब से व्यक्तिगत रूप में न्यायालय ले जाओ नहीं आ जे सब दोषी है जे माथ में छाती में गोली मारल कई तकरा कार्रवाई करावी तेहन कुछ भ सके या भ रहल तेहन कुछ भ रहल छै हो सके छै लेकिन बहुत झंझटिलो काम है सब आदमी के बस के बात में छै नहीं छै अंतर्राष्ट्रीय कानून में अंतर्राष्ट्रीय अदालत में दौड़ सके। देखियो यही में राष्ट्रीय मानवाधिकार आयोग सरकार ल असक्षम है लेकिन राष्ट्रीय मानव अधिकार के हरेक जगह आवाज अहाँ दिली प्रतिवेदन सरकार अहाँ के प्रतिवेदन नहीं मानलक तो अहाँ के राष्ट्रीय अंतर्राष्ट्रीय तो जगत में तो मीटिंग होई छै ना वो तो उठा सके वहाँ अहाँ अपन उठा सके छी तो फिर वो तो अधिकारे नहीं देने से आयोग तो कह रहल छै कि हमरा सब के अधिकारे नहीं देना है नहीं अहाँ अपन बात वहाँ रख सके छी। मानव अधिकार आयोग के यहाँ तक की बात है यहाँ जब जन्मे कर नीति सुक्ति के बारे में बात नहीं कहे पड़ते अहाँ के ई बात राष्ट्रीय अंतर्राष्ट्रीय जगत में अहाँ रख सके छी अहाँ अपना फॉरम में हम प्रतिवेदन दै छी प्रतिवेदन कार्रवाई में न आ रहा है वैसे अहाँ के गवर्नमेंट पर दबाव पड़े छै अहाँ के एकटा उचित कदम से आम एकटा गरीब व्यक्ति अंतर्राष्ट्रीय अदालत तक पहुँचे के लिए बहुत कुछ सोचे के पड़े जना कि यहाँ जय किशोर जी के बचबा के जे बारी घटना मिले जय किशोर जी बहुत लड़ के वहाँ तक पहुँचल व्यक्ति छे सब आदमी सब व्यक्ति नहीं कर सके छे सब व्यक्ति के मालूमो नहीं छे सब व्यक्ति के मालूमो नहीं छे कानून के बारे में नहीं जानकारी छे गरीब सबके जकरा खाए के लिए नहीं एक तो वहाँ पीड़ित छे आ मुद्दा मामला में जे और समस्या और देते उ सब छे लेकिन गवर्नमेंट मानव अधिकार आयोग दोनों के गवर्नमेंट के तो खैर अब ओकरा अपना अथी हो लेकिन राष्ट्रीय मानव अधिकार आयोग एकटा आम व्यक्ति के गार्जियन है संरक्षक है मतलब संरक्षक या कहे सरकार हुए या जना आपने कहली कि मानव अधिकार आयोग जे दबाव द सके से निकाय भ सके अगर ई निकाय सब अगर ठीक हो जाए के इनका सब के की करे के चाही जना कि प्रत्येक ठाव पर जहाँ घटना हो चाहे होए वाला बात है वहाँ पहुँच के जे आदमी पीड़ित है ओकरा आगाड़ी लावे के ओकरा न्याय दिलावे के हरेक समय में सहयोग करे के चाहिए जी। अब अंत दिशो चलिहाल छी वीरबहादुर जी अन्त्यमा अब के गरिदिनु पर्यो मानव अधिकारलाई के चाहिँ अब अझै अधिकार दिनुपर्ने होला कि तपाईहरुले के खड्केको कुरा त्यस्तो छ कि यो गरिदिएपछि कम से कम यो जुन अहिले भइरहेको घटना छ त्यसमा केही कमी आउँथ्यो कि दोषीले सजाय पाउँथ्यो कि हैन। धन्यवाद। यो जस्तो भर्खरै उमेश सरले जुन कुरा गर्नुभयो नि जनकपुरको जुन लाभ 5 जना युवाहरू जसलाई यो गोदार नजिक जसले गोली हानेर पुर्याएको थियो नि त्यो आयोगले नै हो त्यसको उत्खनन गरेको सम्पूर्ण त्यसको चाहिँ एउटा अन्तर्राष्ट्रिय लेभलसम्म डिएनए पठाएर टेस्ट गरेर त्यसको एउटा रिपोर्ट आयो हैन आयोगले नै गरे हैन। त्यसकारणले गर्दाखेरि राष्ट्रिय मानव अधिकार आयोगले चाहिँ आफूले आफ्नो रिसोर्सले भ्याएसम्म हामीले चाहिँ अनुगमन गर्ने अनुसन्धान गर्ने हैन सारा कामहरू गरिराखेका छौँ र मैले भन्नु खोजेको के भने जसरी तपाईले भन्नुभयो यति गर्यो 5 जनाको हत्या भएको थियो त्यो बेला सबै अनुसन्धान भयो रिपोर्ट आयो अन्तर्राष्ट्रिय स्तरबाट ल्याउनु भयो सबै गर्नु हैन तर मैले त्यो भन्दा अलि एक लेभल माथि उठ्न किन नसकेको होला त्यसको लागि दबाब सिर्जना गर्ने हो कि हैन जुन अधिकार राज्यले दियो नि त्यो अझै के अधिकार मानव अधिकार आयोग पनि वही समय में राष्ट्रीय मानव अधिकार आयोग से भी बड़का अहम रोल स्वयं जय किशोर जी के छले। जय किशोर जी आफै एउटा वकिल भएको कारणले गर्दा वहाँ हरेक ठाउँमा पुग्नु हो हरेक ठाउँमा तर आम जनता त्यहाँसम्म पुग्न सक्दैन नि तपाईँ एउटा गरीब व्यक्ति त्यहाँसम्म जान सक्दैन त्यसमा मजबुरी अब त्यो उसको घर चलाउनु छ बाल बच्चा छ घर चलाउने कि काठमाडौँ पुग्ने घर चलाउने कि मानव अधिकार कहाँ जाने घर चलाउने कि प्रहरी कहाँ जाने घर चलाउने कि वकिल कहाँ जाने भनेपछि राज्यले सरकारले हामी सबै नेपाली हौं हो चाहे त्यो पहाडका चाहे मधेसका हुनु हैन हामी सबै नेपाली हौं भन्ने एउटा आभास राज्यले गर्न सक्यो भने
यी समस्याहरू समाधान हुन्छ। निश्चय नै निश्चय। हस् त, धेरै धेरै धन्यवाद। हस्, यहाँलाई पनि धन्यवाद। धन्यवाद अजयजी। आदरणीय दर्शकवृन्द, ओछलैत राष्ट्रिय मानवाधिकार आयोग प्रदेश नंबर 2 के प्रमुख वीर बहादुर थापा मगर तहिना अधिवक्ता उमेश पंजियार आई दुनू गोटे से जे सर्लाही में घटना भेले एहि घटना के विषय में एक संगे जे मानव अधिकार हनन के घटना सब होइत आयल छै, इहे संदर्भ में बातचीत करैत। चलिए व्यस्त, नमस्कार।